नमस्कार सबैजनामा म आज फेरि तपाईहरुमा आज उपस्थित भइसकेका छु एउटा नयाँ भिडियो लिएर र हामी बिल्डिङ मटेरियल पढिरहेका थियौं र त्यही बिल्डिङ मटेरियलमा आज हामी सिमेन्टको बारेमा पढ्ने छौं र सर्वप्रथम सिमेन्टको बारेमा पढ्नु भन्दा अगाडि सिमेन्ट केमा युज हुन्छ जस्तै कन्क्रिटमा युज हुन्छ र कन्क्रिटको कम्पोनेन्ट के हो जस्तै एउटा सिमेन्ट हुन्छ, स्यान्ड हुन्छ, वाटर हुन्छ, एग्रिगेट हुन्छ र एडमिक्सचर हुन्छ। र सिमेन्ट भनेको के हो तपाईको बेन्डिङ मटेरियल हो, स्यान्ड भनेको तपाईको फाइन एग्रिगेट भएको, वाटर भनेको तपाईको मिक्सिङ मटेरियल अथवा सोलुन्ट भयो र एग्रिगेट भनेको तपाईको कोर्स एग्रिगेट भयो र एडमिक्सचर भनेको तपाईको क्वालिटी इन्क्रिमेन्ट गर्नले गरिन्छ। र यदि तपाईको सिमेन्ट प्लस फाइन एग्रिगेट भयो भने त्यसलाई मोटर भन्छ, जस्तै सिमेन्ट प्लस स्यान्ड भयो भने। यदि सिमेन्ट प्लस फाइन एग्रिगेट प्लस कोर्स एग्रिगेट भयो भने त्यसलाई कन्क्रिट भनिन्छ। फाइन एग्रिगेट पनि छ, कोर्स एग्रिगेट पनि त्यसलाई कन्क्रिट भनिन्छ। र इन्ग्रेडियन्ट्स अफ सिमेन्टमा हामी छौं। इन्ग्रेडियन्ट्स अफ सिमेन्ट सम्झिन तपाईं कसरी सम्झिनु सक्नुहुन्छ जस्तै लस मे है एम्स, एल बाट लाइम, एस बाट सिलिका, ए बाट अल्युमिना, आई बाट आइरन अक्साइड, एम बाट म्याग्नेसिया, एस बाट सल्फर। र एल बाट लाइममा जाम। लाइममा कति हुन्छ तपाईको 62 देखि 65% हुन्छ र यसले के दिन्छ स्ट्रेन्थ र साउन्डनेस दिन्छ। र यसबाट तपाईको छ सिलिका, यो कति हुन्छ तपाईको 17 देखि 25% हुन्छ र यसले के दिन्छ स्ट्रेन्थ दिन्छ र सेटिङ टाइमलाई प्रोलङ गर्छ। र ए बाट एल्युमिना, यो भनेको 3 देखि 8% हुन्छ र यसको काम हो क्विक सेटिङ दिने। र आई बाट आइरन अक्साइड, आइरन अक्साइडले के हुन्छ 5 देखि 6% हुन्छ र कलर दिन्छ यसले। एम बाट म्याग्नेसिया, म्याग्नेसिया भनेको तपाईको 1 देखि 4% हुन्छ र यसले साउन्डनेस दिन्छ। एस बाट सल्फर, सल्फर भनेको 1 देखि 3% हुन्छ र यसले साउन्डनेस। अरु कम्पोनेन्टहरु सिमेन्टमा के हुन्छ थोरै मात्रामा अल्कालिज पनि हुन्छ, जस्तै 0.1 देखि 1% हुन्छ जसले इफ्लोरेसेन्स गराउँछ र थोरै मात्रामा जिप्सम पनि हुन्छ 3 देखि 4% जसले रिटार्ड गराउँछ। र साउन्डलेस तीनटा कम्पोनेन्ट अफ सिमेन्टले दिन्छ। एउटा त लाइमले दिने भयो, अर्को सल्फरले दिने भयो, अर्को म्याग्नेसियाले दिन्छ। यसलाई सम्झिनलाई के सम्झिने @LSM, लिमिट स्टेट मेथडको LSM, म्याग्नेसिया, सल्फर, लाइम। र कम्पोनेन्ट्समा तपाई अब कुन कम्पोनेन्टमा एक्सेस भयो भने के हुन सक्छ जस्तै यदि लाइम छ हैन, लाइम एक्सेस भयो भने सिमेन्ट के हुन्छ तपाईको अनसाउन्ड हुन्छ र यदि डिफिसियन्सी भयो भने स्ट्रेन्थ घटेर जान्छ। सिलिकामा के हुन्छ यदि स्ट्रेन्थ सिलिका एक्सेसमा भयो भने स्ट्रेन्थ इन्क्रिजेस र स्ट्रेन्थ पनि बढ्छ र यसले सेटिङ टाइम पनि बढाउँछ। र यदि डिफिसियन्सी भयो भने स्ट्रेन्थ घटेर जान्छ। र एल्युमिनियमले के गर्छ एक्सेसमा भयो भने सिमेन्ट तपाईको विक हुन जान्छ। र आइरन अक्साइडले के गर्छ तपाईको एक्सेसमा भयो भने डिफिकल्टी इन बाइन्डिङ, बाइन्डिङ गर्दाखेरि डिफिकल्टी आउन सक्छ। र म्याग्नेसियाले के गराउँछ तपाईको अनसाउन्ड गराउँछ। ल अनि अर्को तपाईको सल्फर हुन्छ। सल्फरले के गर्छ तपाईको यदि एक्सेसमा भयो भने यसले सिमेन्टलाई अनसाउन्ड गराउँछ। र यति नै रहेछ हाम्रो भिडियोमा। थ्यांक यू।